विद्यार्थीलाई काखीमा च्यापेर पढाउँदै एक शिक्षक विद्यार्थीले असहज महसुस गरेको भिडियो भाइरल। खत्याट गाउँपालिका वडा नम्बर 2 मा रहेको विद्यालयको भिडियो एकदमै सार्वजनिक रूपमा भाइरल भइरहेको देख्न पाइन्छ। यो के रहेछ त यथार्थ हामी बुझ्ने कोसिस गर्नेछौँ। नमस्कार छ, म हजुरहरूलाई के सूचना गर्न चाहन्छु भने अस्ति विद्यालयमा एउटा नानी बाबुहरूसँग मैले भिडियो बनाएर मेरो फेसबुक प्रोफाइलमा अपलोड गरेको थिएँ। त्यो भिडियोले अहिले धेरै ठाउँमा भाइरल भइरहेको छ। त्यो भाइरल मैले सकारात्मक रूपले भिडियो बनाएर मेरो फेसबुकमा पोस्ट गर्ने गरेको हुँ, तर अहिले मिडियाले गलत समाचार बनाइदिएका छन्। त्यो गलत समाचारप्रति म बहुत दुःख व्यक्त गर्न चाहन्छु। मुगु जिल्लाको एक विद्यालयमा शिक्षकले कक्षा कोठाभित्र 2 जना छात्रालाई काखीमा च्यापेर पढाइरहेको देखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसलाई लिएर व्यापक चर्चा र आलोचना भइरहेको छ। भिडियोमा अन्य विद्यार्थीहरू कक्षामा अध्ययन गरिरहेका बेला शिक्षकले 2 बालिकालाई आफ्नो काखीमा च्यापेर पढाइरहेको देखिन्छ भने ती बालिकाहरू असहज महसुस गरेको जस्तो देखिन्छ र रुन खोजेको जस्तो देखिएको छ। नानी, अस्ति तिमीसँग मैले कोला हालेर भिडियो बनाएँ, तिमीलाई अप्ठ्यारो केही भयो थियो? यसरी कोला हालेर मैले भिडियो बनाएको थिएँ, अनि यसरी काखी च्यापेको आफ्नो नानी बाबुलाई माया गरेर भिडियो बनाउँदैमा नराम्रो नियतले सोचेका मानिसहरूले नराम्रो नियतले नसोचिदिन म अनुरोध गर्छु। हस्, धन्यवाद।